नमस्ते। आजको भिडियोमा हामी नी पेन अर्थात् घुँडा दुखाइमा गर्न मिल्ने एक्सरसाइजहरू लिएर तपाईँ सामु उपस्थित भएका छौं। यी एक्सरसाइजहरू बिगिनर लेभलको भएको हुनाले तपाईको घुँडामा जुनसुकै कारणले पनि दुखाइ छ भने पनि गर्न सक्नुहुनेछ। तर यी एक्सरसाइजहरू गरिसकेपछि तपाईको दुखाइ बढ्न गएमा या ठीक नभएमा नजिकैको डाक्टर या फिजियोथेरापिस्टसँग कन्सल्ट गर्नु होला। एज अ फिजियोथेरापिस्ट हामी दुई तीनवटा कुरामा हामीले फोकस गर्छौं। कुनै पनि जोड्नीमा दुखाइ छ, मानव अहिलेको भिडियोमा हामी नी जोइन्टको कुरा गरिरहेका छौं भने पहिला यो जोड्नीमा हुने सामान्य मुभमेन्टलाई हामीले रिस्टोर गर्ने कोसिस गर्छौं। त्यसको लागि पहिलो हामी स्ट्रेचिङ गर्छौं र जुन स्ट्रेचिङहरू हामी तपाईलाई देखाउन गइरहेका छौं। अर्को भनेको हामी जोइन्ट मोबिलाइजेसन गर्छौं, जुन चाहिँ तपाईले हामी कहाँ फिजियोथेरापिस्ट कहाँ आएर हामीले जोइन्ट चलाउने गर्दछौं। तेस्रो भनेको चाहिँ तपाईको स्ट्रेन्थनिङ एक्सरसाइज हो। तपाईको मसलहरू बलियो पार्ने कामहरू गर्छौं। यी मसल्सहरू बलियो भएपछि तपाईको जोइन्टमा प्रेसर कम पर्न जान्छ र तपाईको सिम्पटम्सहरू बेटर हुन्छ। हामीहरू अब स्ट्रेचिङ गर्न गइरहेको छौं। पहिलो स्ट्रेचिङ भनेको ह्यामस्ट्रिङ र काफ मसल स्ट्रेचिङ। यी दुईटै मसललाई हामी सँगै स्ट्रेचिङ गर्न सक्छौं। यदि तपाईको घरमा कसैले तपाईलाई सहयोग गर्न सक्नुहुन्छ भने चाहिँ यो खुट्टा यसरी सिधै माथि उठाउनुहोस्। यसरी माथि उठाउँदाखेरि अर्को खुट्टा चाहिँ यसरी तल नै हुनु पर्दछ। अर्को खुट्टा चाहिँ माथि उठ्नु भएन। यसरी माथि लगिसकेपछि उहाँलाई चाहिँ यहाँ स्ट्रेच फिल हुन्छ। त्यसपछि चाहिँ यो काफ मसलमा स्ट्रेचिङ थप्नलाई यसरी तपाईले खुट्टा तलतिर तान्नु पर्ने हुन्छ। यसलाई चाहिँ हामीले तपाईलाई यसो गर्न गाह्रो हुन्छ भनेपछि एउटा खुट्टा यसरी बेडमा चढेर नै कन्धामा राख्नुहोस् र यसरी तल तान्नुहोस्। यो तपाईले 30 सेकेन्डसम्म होल्ड गर्नुपर्ने हुन्छ। 30 सेकेन्ड होल्ड गरेपछि केही छिन रेस्ट गर्नुहोस् र फेरि अर्को स्ट्रेचिङमा जानुहोस्। फेरि 30 सेकेन्डसम्म यसलाई होल्ड गर्नुहोस् र 3 सेटसम्म गर्नुहोस्। तपाईले एक्लै गर्नुपर्ने छ ह्यामस्ट्रिङ स्ट्रेचिङ भनेपछि। तपाई चाहिँ यो सेल्फ स्ट्रेचिङ गर्ने दुईटा तरिका देखाउन गइरहेका छौं। यसरी बस्नुहोस् र अगाडिपट्टि झुक्नुहोस्। यसरी झुक्दा तपाईलाई यहाँ स्ट्रेच फिल हुन्छ र काफ मसलको स्ट्रेचिङ थप्नलाई यसरी समातेर गोलीगाठो चाहिँ तपाईको माथि आउने गरेर तान्नु भएपछि तपाईको काफ स्ट्रेचिङ हुनेछ। तेस्रो टेक्निक चाहिँ तपाई घरमा लामो तन्ना या कुनै डोरी प्रयोग गरेर गर्न सक्नुहुनेछ। डोरी प्रयोग गरेर तपाईलाई देखाउन गइरहेको छौं। यसरी डोरी चाहिँ तपाईको अगाडि पन्जामा राख्नुस् र दुवै हातले पक्रेर माथितिर तान्नुहोस्। यसरी तानिसकेपछि केही सेकेन्ड होल्ड गर्नुहोस्। मेक श्योर कि तपाईले घुँडा घुम्चाउनु भएन, घुँडा सिधा हुनु पर्दछ। अर्को स्ट्रेचिङ चाहिँ हामीहरुको अगाडि थाई मसल, यसलाई चाहिँ हामीले क्वाड्स अथवा क्वाड्रिसेप मसल भन्छौं। तपाईलाई उभिन प्रब्लम छैन, यसरी सिधा उभिन सक्नुहुन्छ भने चाहिँ यसरी केही बेड या कुनै रेलको सहारा लिएर यसरी नी फोल्ड गर्नुहोस् र आफ्नो खुट्टालाई पछाडी तान्नुहोस्। यसो गर्दाखेरि तपाईको क्वाड्रिसेप मसलमा स्ट्रेच आउने गर्दछ। एक्लै हुनुहुन्छ घरमा, कसरी स्ट्रेच गर्न, मलाई त एउटा खुट्टामा उभिन पनि गाह्रो हुन्छ भन्नुहुन्छ भनेपछि चाहिँ तपाई साइडतिर फर्केर पल्टिनुहोस्, घुँडा मोड्नुहोस्, अर्को हातले पक्रेर यसरी तान्दा चाहिँ तपाईको अगाडि क्वाड्रिसेप मसलमा स्ट्रेच आउँछ। यसलाई पनि तपाई 30 सेकेन्डसम्म होल्ड गरेर राख्नुहोस् र 3 राउन्डसम्म यो क्वाड्रिसेप स्ट्रेच गर्नुहोस्। अर्को मसल चाहिँ हामी एडक्टर मसल भन्छौं। एडक्टर मसल्सहरू टाइट भयो भने नी पेनहरू निम्ताउन सक्छ। यसलाई स्ट्रेच गर्नलाई तपाई दुईटै पैतालाहरू यसरी जोड्नुहोस् र वीरेन्द्र सरको एडक्टर टाइटनेस हो कि अब पाइन टाइट हो है यसरी तपाई यसलाई पुश गर्नुहोस्। यसलाई हामी बटरफ्लाई स्ट्रेच पनि भन्छौं। हाम्रो योगामा पनि यो पोजहरू एकदम देखिरहेको हामीले। यसलाई पनि तपाई 30 सेकेन्डसम्म होल्ड गर्नुहोस् र 3 सेटसम्म गर्नुहोस्। अब नेक्स्ट फेजमा हामी स्ट्रेन्थनिङ एक्सरसाइजहरू कसरी गर्न सकिन्छ भन्न देखाउन गइरहेका छौं। स्ट्रेन्थनिङ एक्सरसाइज मानेमा हामीले मसल्सहरू कसरी बलियो पार्ने। यो एक्सरसाइज चाहिँ आइसोमेट्रिक अफ क्वाड्रिसेप मसलको आइसोमेट्रिक एक्सरसाइज भन्दछौं। त्यसको लागि तपाईले
घरमा एउटा टावल लिनुहोस् र यसलाई चाहिँ तपाईले यसरी घुँडामुनि राख्नुहोला। घुँडामुनि राखिसकेपछि यसलाई घुँडाको माना टाइट गरेर तलतिर प्रेस गर्नुहोस्। तपाईले चाहिँ घुँडाले यो कपडालाई प्रेस गर्नुपर्ने हुनेछ। यसरी प्रेस गर्दाखेरि कहिलेकाहीँ यो उच्चो छ भनेपछि चाहिँ यसरी खुट्टा उठ्दछ। यसरी खुट्टा उठ्नुको मतलब चाहिँ उहाँको क्वाड्रिसेप मसल बलियो छ। यसरी प्रेस गरेर तपाई 10 सेकेन्डसम्म होल्ड गर्नुहोस्। याद राख्नुहोस् यसरी होल्ड गर्दा तपाईले चाहिँ आफ्नो नर्मल श्वास प्रश्वास लिइराखेको हुनुपर्दछ। अब सेकेन्ड एक्सरसाइज चाहिँ ह्यामस्ट्रिङको आइसोमेट्रिक। त्यही कपडालाई ठ्याक्कै हिल मुनि राख्नुहोस्, कुर्कुच्चा मुनि राख्नुहोस् र यसलाई तल कुर्कुच्चाले प्रेस गर्नुहोस्। यसरी प्रेस गर्दा तपाईको मसल टेन्सन चाहिँ यहाँ बढेको फिल हुन्छ। यसलाई पनि 10 सेकेन्डसम्म प्रेस गरिराख्नुहोस्। केही सेकेन्डको ब्रेक लिनुहोस्, फेरि 10 सेकेन्ड प्रेस गर्नुहोस्, केही सेकेन्डको ब्रेक लिनुहोस् र फेरि 10 सेकेन्डसम्म प्रेस गरेर छोड्नुहोस्। अब तपाईले यो एक्सरसाइज आफ्नो घरमा बुढो हजुरबुवा हजुरआमाहरूलाई गराइराख्नु भएको छ र पहिलोचोटि गरिराख्नु भएको छ भनेपछि हामीहरूले यो एक्सरसाइज उहाँले राम्रोसँग गरिराख्नु भएको छ कि छैन भनेर थाहा पाउनलाई आफ्नो मुठी यसरी तल राख्नुहोस् घुँडामुनि र प्रेस गर्न भन्नुहोस्। उहाँले राम्रोसँग प्रेस गरिराख्नु भएको छ कि छैन भन्ने तपाईलाई थाहा हुनेछ र छोड्नुहोस्। त्यसै गरी ठ्याक्कै कुर्कुच्चा मुनि हात राख्नुहोस् र प्रेस गर्न भन्नुहोस्। यदि उहाँले राम्रोसँग गर्नु भएको छैन भनेपछि यहाँ तल कुर्कुच्चालाई तल च्याप्न भन्नुहोस्। अब तेस्रो एक्सरसाइज चाहिँ तपाई पल्टिँदा पनि हुन्छ अनि यो दुईटै एक्सरसाइज अघि यो हामीले गरेको एक्सरसाइजहरू पल्टेर आरामसँग पनि गर्न मिल्दछ। त्यसपछि दुईटै घुँडाहरू फोल्ड गर्नुहोस् र यही टावल या कपडालाई दुईटै घुँडाहरूको बिचमा राखेर च्याप्नुहोस्। यसलाई पनि 10 सेकेन्डसम्म होल्ड गर्ने र 3 राउन्डसम्म गर्नुपर्दछ। अब टावल 1 2 3 ठाउँमा प्रेस गरिसकेपछि हाम्रो एक्सरसाइज प्रोग्रेसन या अलिकति मसलमा स्ट्रेन्थ आइसकेको हुन्छ। त्यसपछि हामी स्ट्रेट लेग रेज, सिधा खुट्टा माथि उचाल्ने एक्सरसाइज भन्दछौँ। त्यसको लागि तपाईले खुट्टा सिधा माथि उठाउनु पर्ने हुन्छ। त्यसको लागि घुँडा अलिकति टाइट गर्नुहोस् र खुट्टा माथि उठाउनुहोस्। एकदम धेरै माथि उठाउनु पनि पर्दैन। यहाँ 1 देखि 2 सेकेन्ड होल्ड गर्नुहोस् र तल झार्नुहोस् बिस्तारै। यसै गरी यो 10 रिपिटिसन 10 पल्टसम्म उठाउनुहोस्। 10 रिपिटिसन भइसकेपछि केही सेकेन्डको रेस्ट लिनुहोस् र फेरि अर्को सेटमा जानुहोस्। अर्को सेटमा पनि तपाईले 10 चोटि उठाउनुहोस् र फाइनल सेट 3 सेट 10 रिपिटिसनको स्ट्रेट लेग रेज। यसले चाहिँ तपाईको मेनली क्वाड्रिसेप मसल यो मसललाई चाहिँ बलियो पार्दछ। त्यसपछि तपाई साइड लाइन पोजिसनमा आउनुहोस्। साइडमा यसरी सुतेर खुट्टालाई यो पोजिसनमा पनि सिधा खुट्टा माथि उठाउने एक्सरसाइज तपाईले 10 पल्ट 3 सेट्स। अब यही पोजिसनबाट खोप्टो पल्टिन सक्नुहुन्छ तपाई। यो पोजिसनमा हामी दुईटा मसललाई टार्गेट गरेर एक्सरसाइज गर्न सक्छौँ, ह्यामस्ट्रिङ र ग्लुट्स। अब ह्यामस्ट्रिङलाई फोकस गर्नलाई तपाईँ यसरी सामान्यतया पल्टेर घुँडा खुम्चाउनुहोस् र सिधा गर्नुहोस्। तपाईले यहाँ मसल टेन्सन फिल गर्न सक्नुहुन्छ। यो एक्सरसाइज पनि 10 रिपिटिसन 10 पल्ट गर्ने, रेस्ट लिने, फेरि 10 पल्ट गर्ने, रेस्ट गर्ने, फेरि 10 पल्ट गर्ने, रेस्ट गर्ने। अब यही पोजिसनमा हामी अर्को फेरि त्यही स्टाइलमा हामी यो खुट्टा माथि उठाउँदछौँ। डाउन 1 2 यो पनि 10 रिपिटिसन्स 3 सेट। अब तपाईलाई यो एक्सरसाइजहरू सिम्पल लागेको छ या यी एक्सरसाइजहरू तपाईलाई केही दिन गर्दै गएपछि सजिलो लाग्न थाल्छ।
त्यसपछि तपाईले एक्सरसाइज प्रोग्रेसन जसरी हामी जिम गइसकेपछि 5 केजीबाट वेट उठाउन सुरु गर्यौं भनेपछि केही समयपछि त्यो 5 केजी हामीलाई हलुङ्गो लाग्न थाल्छ। त्यसै गरेर हामी खुट्टामा तपाईको गोलीगाठामा हामीले वेटहरु राख्छौं। यो सामान्यतया हामीसँग यो वेट कफ छ र यसको प्रयोग गरिरहेका छौं। तपाईले घरमा आफ्नो गोलीगाठा वरिपरि 1 केजी को केही पनि सामानहरु यसरी बाँध्न सक्नुहुन्छ। मैले सामान्यतया पेशेन्टहरुलाई भन्दाखेरि तपाईहरुले 1 केजी को आयोडिन नुनको प्याकेट चाहिँ यसरी बाँधेर सेम एक्सरसाइजहरु तपाईले गर्न सक्नुहुन्छ। अब अर्को एक्सरसाइज चाहिँ हामी यो फोम रोलरको सहायताले गर्न गइरहेको छौं। फोम रोलर यदि तपाईसँग छ भने ठीक छ, छैन भने हात्तिनु पर्दैन। तपाईले घरमा ब्ल्याङ्केट रोल गरेर पनि यसरी ठ्याक्कै घुँडा मुनि राख्न सक्नुहुनेछ। घुँडा मुनि राखिसकेपछि ब्ल्याङ्केट या अलिकति कुनै फर्म चीजहरु राख्नु भयो भने तपाईले चाहिँ यसरी फर्म रोलर तल राखिसकेपछि घुँडा टाइट गर्दै तपाईले यसरी घुँडाले प्रेस गरेर खुट्टा चाहिँ दुबै माथि उठाउन सक्नुहुन्छ। अलिकति होल्ड गर्नु 1 देखि 2 सेकेन्डसम्म होल्ड गर्नुहोस् र छोड्नुहोस्। यो एक्सरसाइज 10 रिपिटेसन सम्म गर्नुहोस् र 3 सेट्स 10 चोटी गर्नुहोस्, रेस्ट लिनुहोस्, 10 चोटी गर्नुहोस्, रेस्ट लिनुहोस् र 10 चोटी गर्नुहोस्। यदि तपाईसँग फोम रोलर छ भने यही फोम रोलरको सहायताले तपाई आफ्नो ह्यामस्ट्रिङ र काफ मसललाई चाहिँ अलिकति खुकुलो बनाउन चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। नाम नै फोम रोलर हो र आफ्नो ह्यामस्ट्रिङ र काफ चाहिँ यसमा रोल गर्न सक्नुहुनेछ। यसरी तपाई फोम रोलर माथि चढेर मजाले अलिकति यसमा वेट हालेर रोल गर्न सक्नुहुनेछ। यदि छ भने, छैन भने अघि हामीले भनेका एक्सरसाइजहरु चाहिँ तपाईले गर्न सक्नुहुनेछ। अब एउटा लास्ट एक्सरसाइज चाहिँ यो फोम रोलरलाई यसरी तपाई बेड साइडमा बस्नुहोस् अनि दुईटै घुँडाले च्याप्नुहोस् र यसरी खुट्टा माथि उठाउनुहोस्। यदि तपाईसँग सानो बल छ, फुटबल, भलिबल या बास्केटबल जेसुकै बल भए पनि त्यो बललाई बीचमा राखेर यसै गरी च्यापेर खुट्टा माथि उठाउन सक्नुहुन्छ। यो पनि तपाईले 10 रिपिटेसन 10 चोटी गर्ने, एकछिन रेस्ट गर्ने, त्यसपछि फेरि 10 चोटी उठाउने, खुट्टा सिधा गर्ने, रेस्ट गर्ने र अन्तिम 10 पल्ट फेरि खुट्टा उठाउने, रेस्ट गर्ने।